पहिलाको भिडियोमा हामीले कन्टुरको बारेमा चर्चा गरेथ्यौँ र एउटा प्रब्लम सल्भ गर्ने जसमा पोइन्ट ए र बी को बिचमा कतिवटा कन्टुर छ, इन्डेक्स कन्टुर कतिवटा छ र कन्टुरहरूको आरएल कति छ भन्ने पत्ता लगाउनका लागि एउटा प्रब्लमसम्म राखेथ्यौँ। अब आज हामी फ्याक्टर एफेक्टिङ अन सिलेक्सन अफ कन्टुर इन्टरभलको बारेमा चर्चा गर्नेछौँ। Factor affecting on selection of CI. अब हेरौँ त, सबभन्दा पहिलो फ्याक्टर हो नेचर अफ ग्राउन्ड। ग्राउन्डको नेचरको आधारमा कन्टुर इन्टरभलको रिलेसन कस्तो हुन्छ हामीलाई थाहा छ। जेनरली ग्राउन्ड स्टिफ हुन्छ अथवा फ्ल्याट हुन्छ। अब स्टिफ भएमा हाम्रो कन्टुर इन्टरभल त्यसको डाइरेक्टली प्रोपोर्सनल हुन्छ, त्यस्तै फ्ल्याट भएमा इन्भर्सली प्रोपोर्सनल हुन्छ। त्यस्तै अब स्केल अफ म्यापसँग कन्टुर इन्टरभलको रिलेसन के हुन्छ, यसको पनि इन्भर्सली प्रोपोर्सनल हुन्छ। अब कन्टुर इन्टरभल स्केलहरू दिएको कन्डिसनमा हामी कसरी निकाल्छौँ त्यसको पनि फर्मुलाहरू हेरौँ। अब कन्टुर इन्टरभल मिटरमा निकाल्नु छ भने 20 बाई नम्बर अफ सेन्टिमिटर पर किलोमिटर गरेर हामी मिटरमा कन्टुर इन्टरभल निकाल्ने। त्यसपछि यदि फिटमा चाहियो भने 50 बाई नम्बर अफ इन्चेस पर माइल गर्ने। यसले गर्दा हाम्रो फिटमा आउँछ कन्टुर इन्टरभल। त्यस्तै टाइम एन्ड फन्डसँग कस्तो रिलेसन हुन्छ त? टाइम एन्ड फन्डसँग पनि हाम्रो कन्टुर इन्टरभलको रिलेसन इन्भर्सली हुन्छ। यदि टाइम र फन्ड धेरै छ भने हामीसँग अभाइलेबल भने हाम्रो कन्टुर इन्टरभल अलि कम्ती राख्ने। त्यस्तै टाइम एन्ड फन्ड अभाइलेबल थोरै छ भने हाम्रो कन्टुर इन्टरभल अलि बढी राख्ने। त्यस्तै अर्को फ्याक्टर छ पर्पोज अफ म्याप। टु डिजाइन अफ फाउन्डेसन एन्ड अर्थवर्क क्यालकुलेसनमा हामी कन्टुर इन्टरभल के गर्छौँ, स्मलर राख्छौँ। अब फिल्ड मेथड अफ कन्टुरिङ हेर्ने। अब फिल्डमा कन्टुर पोइन्टहरू पत्ता लगाउनको लागि हामी के गर्छौँ? जेनरली दुईवटा मेथड युज गर्छौँ, डाइरेक्ट मेथड र इन्डाइरेक्ट मेथड। डाइरेक्ट मेथडमा हामी प्लेन टेबल प्राय युज गरिरहेको हुन्छौँ, तर इन्डाइरेक्ट मेथडमा लेभल मेसिन युज गरेर, ट्याक्योमिटर युज गरेर, फोटोग्रामेटिक मेथड युज गरेर गरिरहेको हुन्छौँ। यसलाई अलिअलि हेरौँ। त डाइरेक्ट मेथड म्याप ड्रोन इन फिल्ड। फिल्डमै म्याप ड्रोन हुन्छ। फिल्डमै ड्रोन भएको कारणले यसमा हामी प्लेन टेबल मेथड युज गर्छौँ। त्यसमा पनि दुईवटा कुरा हुन्छ। एउटा हाम्रो प्लेन टेबल र लेभलिङ मेसिन युज हुन्छ हरिजन्टल कन्ट्रोल र भर्टिकल कन्ट्रोलका लागि। अर्को प्लेन टेबल विथ टेलिस्कोपिक एलिडेड युज हुन्छ, जसमा दुईटै होरिजन्टल र भर्टिकल कन्ट्रोलको लागि हामी टेलिस्कोपिक एलिडेड युज गर्छौँ। त्यस्तै इन्डाइरेक्ट मेथडमा लेभल मेसिन युज हुन्छ। लेभल मेसिन युज गरेर कुन मेथड अप्लाई हुन्छ त? क्रस सेक्सन मेथड, स्क्वायर और रिजिड मेथड, रेडियल लाइन मेथड, त्यसपछि ट्याक्योमेट्री मेथड, त्यसपछि फोटोग्रामेटिक मेथड युज हुन्छ। अब हेरौँ त, भर्टिकल कन्ट्रोल निकाल्ने गर्छौँ। टिबिएम पहिला निकाल्छौँ हामी। त्यसपछि लेभल मेसिन सेट गरेर त्यहाँ फर्स्ट रिडिङ लिन्छौँ, जसलाई बिएस भनिन्छ। त्यसपछि अर्को पोइन्टको रिडिङ लिन्छौँ, स्टाफ रिडिङ। त्यसको 5 मिटरको जेनरली हुन्छ। अब त्यो आधारमा हामी भर्टिकल कन्ट्रोल्सहरू निकाल्छौँ। एउटा प्रब्लम हेरौँ। यसमा हामीले आरएलएफ टिबिएम
दिएको छ, BS को भ्यालु दिएको छ, कन्टुर इन्टरभलको भ्यालु दिएको छ। अब यसमा हामीले निकाल्नु पर्ने भनेको नम्बर अफ कन्टुर क्यान बी ड्राउन फ्रम लेभल सेटअप। कतिवटा कन्टुर निकाल्न सकिन्छ लेभल सेटअपबाट। त्यसपछि आरएल अफ कन्टुर क्यान बी ड्राउन फ्रम लेभल सेटअप। त्यो कन्टुरहरूको आरएल कति छ त्यो निकाल्ने। त्यसपछि नम्बर अफ इन्डेक्स कन्टुर निकाल्ने। त्यसपछि प्रत्येक इन्डेक्स कन्टुरको आरएलहरू निकाल्ने। यसमा हामीले पहिलाकोमा एउटा यस्तै प्रब्लम राखेको थियो, त्यो तपाईहरुलाई होमवर्कको जस्तो गरेर राखेको थियो। अब यसमा हामी सल्युसन हेरौँ। त्यो हाम्रो एउटा दिएको रहेछ। यसमा हामी हेरौँ त, यो फिगरमा 1224 हैन 1223.25 हुन्छ। खै ठीक छ, यो फिगरलाई इग्नोर गरौँ। आरएल अफ टिबिएम प्लस बीएस गरेर हामी एचआई को भ्यालु सबभन्दा पहिला निकाल्छौँ। एचआई को भ्यालु आयो। त्यसपछि हेरौँ त, कन्टुर लाइनको पोइन्टहरू 1224, 1222, 1220 छ। त्यस्तै अब स्टाफ रिडिङहरू यतिमा 0.375, 2.375, 4.375 आयो। अब यही हेरौँ त, 1220 भनेको एउटा मात्रै 5 को मल्टिपलमा छ, बाँकी 1222, 1224 छैन। अब यसको आधारमा हाम्रो तीनवटा पोइन्ट त आयो। अब यसमा एउटा इन्डेक्स पोइन्ट आयो कन्टुर लाइनको, बाँकी दुईटा नर्मल पोइन्ट्सहरू आयो कन्टुरको। अब इन्डाइरेक्ट मेथड हेरौँ। इन्डाइरेक्ट मेथडमा पनि कतिवटा मेथडहरू छ, जस्तै युजिङ लेभल मेसिन। अब लेभल मेसिनको युज गरेर कस्तो ठाउँको निकाल्छौँ त, क्रस सेक्सनहरू अन वान साइड स्लोप अथवा लङ साइडमा। लङ साइड लङ हुन्छ, एक साइडको मात्रै स्लोपहरू निकाल्नु पर्ने हुन्छ, त्यस्तोमा हामी क्रस सेक्सन मेथड युज गर्छौँ। हेरौँ त, पहिलाको फिगर हाम्रो एल सेक्सन छ। अब त्यसकै दुईटैतिर कस्तो कस्तो यसको ग्राउन्डको जियोमेट्री छ निकाल्नको लागि हामीले क्रस सेक्सन मेथड युज गर्छौँ। जसको फिगर प्र्याक्टिकली हाम्रो सेकेन्ड फिगरमा जस्तो दिएको छ त्यस्तो आउँछ। त्यो पोइन्ट्सहरूमा सबैको आरएल लिएर अनि त्यसको आधारमा नेचर अफ ग्राउन्ड निकाल्छौँ। अब स्क्वायर अर ग्रिड मेथड, यो पनि वान साइडेड स्लोपमा, तर जेनरली स्क्वायर सेपमा साइड हुन्छ, त्यस्तोमा स्क्वायर अथवा ग्रिड मेथड युज गरिन्छ। यो पनि हेरौँ त, स्क्वायर सेपमा साइड छ। प्रत्येक पोइन्ट्समा जुन लङ्गिट्युडनली गएको हुन्छ, दुईटै साइड इक्वल इन्टरभलमा हामीले परपेन्डिकुलरली प्रत्येक पोइन्ट्सको आरएल निकालेर बीचमा कन्टुर लाइनहरू निकालेछौँ। रेडियल लाइन मेथड। रेडियल लाइन मेथड जनरली हिलमा युज हुन्छ। हिलको सानो सानो डाँडाहरू हुन्छ, त्यहाँ टपमा हामी मेसिन राख्छौँ। त्यसपछि त्यसको चारैतिरको पोइन्ट्सहरूको एलिभेसनहरू निकाल्छौँ र त्यो पोइन्ट्सहरूको एलिभेसनको आधारमा हामी कन्टुरहरू निकाल्छौँ, ठ्याक्कै फिगरमा देखाएको जस्तो। अब ट्याकोमेट्री। ट्याकोमेट्री भनेको ट्राभर्स विथ डिटेलिङ हामी ट्याकोमेट्री मेथडमा युज गर्छौँ, जुन कि एकदम इजी र फास्ट हुन्छ। क्यान बी डन इन एनी साइड, जस्तो सुकै साइडमा हामी ट्याकोमेट्री युज गर्न सक्छौँ। तर जेनरली अन्डुलेटेड एरियाहरूमा ट्याकोमिटर प्रयोग गरेर कन्टुरिङहरू गरिरहेको हुन्छ। अन्डुलेटेड हिल्ली यस्तो अथवा ब्रोकन ग्राउन्डहरूमा ट्याकोमेट्री युज हुन्छ, जुन कि हाम्रो एमसिक्यूमा सोध्ने गरिन्छ कि अन्डुलेटेड अथवा ब्रोकन अथवा हिल्ली जियोमेट्री भएको अवस्थामा हामी कुन मेथड युज गर्छौँ भने त्यहाँ ट्याकोमिटर अथवा ट्याकोमेट्री मेथडमा लगाउने।
जस्तै फोटोग्रामेट्रिक मेथड। फोटोग्रामेट्रिक मेथड भनेको एकदमै लिस्ट प्रिसाइज हो, सबभन्दा कम प्रिसिजन यसले दिन्छ। यसमा 3D रिडिङ मेसिनले कन्टुर दिन्छ एरियल फोटोग्राफबाट। जस्तै गुगल अर्थ प्रयोग गरेर हामीले जुन निकाल्ने गर्छौँ कन्टुरहरू, त्यो चाहिँ फोटोग्रामेट्रिक मेथडमा युज हुन्छ। यसमा फोटोहरू तानेर त्यसको आधारमा निकाल्छ। यो चाहिँ इरर धेरै दिन्छ के, हाम्रो जति एक्युरेसी चाहिए हुन्छ त्यति एक्युरेसी फोटोग्रामेट्रिक मेथडले दिँदैन। त्यस्तै हामी अब इन्टरपोलेसनको बारेमा हेरौँ। इन्टरपोलेसन भनेको के हो त? फाइन्डिङ पोजिसन अफ कन्टुर बिट्विन स्पट हाइट। जो स्पट हाइटहरूको बिचमा पोजिसन अफ कन्टुर पत्ता लगाइन्छ त्यसलाई इन्टरपोलेसन भनिन्छ। अब जस्तै हेरौँ, पोइन्ट ए छ जसको आरएल गिभन छ, पोइन्ट बी छ जसको आरएल गिभन छ। यो दुईवटा स्पट हाइट हो। बिचको पोइन्ट पत्ता लगाउनको लागि जुन एबाट एक्स डिस्टेन्स अगाडि छ, ए र बी को डिस्टेन्स जम्मा डी दिएको छ। यो बिचको डिस्टेन्स पत्ता लगाउन जुन प्रोसेस छ त्यसलाई इन्टरपोलेसन भनिन्छ। इन्टरपोलेसन मेथड युज गरेर जेनरली पत्ता लगाउने गरिन्छ। अब हेरौँ यसको मेथडहरू। सबभन्दा पहिला छ अर्थमेटिक मेथड, जसलाई मेकानिकल मेथड पनि भनिन्छ। अब एक्स को भ्यालु पत्ता लगाउनका लागि यो अर्थमेटिक मेथडमा युज हुने भनेको डी बाई आरएल अफ बी माइनस आरएल अफ ए इन्टु आरएल अफ कन्टुर माइनस आरएल अफ ए। यो फर्मुला युज गरेर अर्थमेटिक मेथडबाट निकाल्ने गर्छौँ। अब यो अर्थमेटिक मेथड भनेको अथवा मेकानिकल मेथड भनेको एकदम एक्युरेट मेथड हो कि, यसले दिने एक्युरेसी भनेको सबै मेथडभन्दा बढी हुन्छ। जेनरली यो इन्डेक्स कन्टुरको लागि युज हुन्छ, तर यो चाहिँ टिडियस र टाइम कन्ज्युमिङ हुन्छ। अब यसमा एमसिक्यूमा पनि सोध्ने गरिन्छ कि इन्टरपोलेसन गर्नको लागि सबभन्दा एक्युरेट मेथड कुन मेथड युज हुन्छ? त्यहाँ हामीले अर्थमेटिक अथवा मेकानिकल मेथडमा लाउने। अर्को छ एस्टिमेसन। एस्टिमेसन भनेको आई जजमेन्टबाट पनि पत्ता लगाइन्छ। यो चाहिँ माइनर कन्टुरहरूको लागि युज हुन्छ, जुन कि इन्डेक्स कन्टुरहरूको बिचमा निकाले हुन्छ। अब यसको एक्युरेसी फेरि कस्तो सर्भेयर छ, कति एक्सपिरियन्स सर्भेयर छ, त्यो एक्सपिरियन्स सर्भेयरको आधारमा यसको एक्युरेसी डिपेन्ड हुन्छ। त्यो चाहिँ जस्ट आई जजमेन्टको कारणले गर्ने भएकोले यो इजी अथवा फास्ट हुन्छ क्या। ओ ग्राफिकल मेथड। यो ग्राफिकल मेथड अलिअलि लामो हुन जान्छ। ग्राफिकल मेथडमा सबभन्दा पहिलो छ प्यारलेल लाइन मेथड। अब प्यारलेल लाइन मेथडमा एउटा ट्रेसिङ पेपरमा जस्तै कन्टुर इन्टरभल हाम्रो 1 मिटर छ भने 1 मिटरको इन्टरभलमा लाइनहरू तान्ने विभिन्न आरएल भएको पोइन्ट्सहरूको, र त्यसमा पोइन्ट ए देखि पोइन्ट बी बिचको कहाँ छ, पोइन्ट ए र पोइन्ट बी त्यो बिचको लाइन हामी तान्छौँ। त्यही हेरौँ त, प्यारलेलमा 1 मिटर कन्टुर इन्टरभलको आधारमा कन्टुर लाइनहरू तानिएको छ, जसमा इन्टरपोलेसन गरेर पोइन्ट ए र पोइन्ट बी कहाँ पर्छ भने पत्ता लगाएछौँ, र यो दुईटै पोइन्टलाई ए र बीलाई जोडे हुन्छ। अर्को छ हाम्रो रेडियल लाइन मेथड। यसमा पनि रेडियली पोइन्ट ओबाट 1 मिटरको इन्टरभलमा जहाँ पोइन्ट छ त्यहाँ लाइन तानिएको छ, र त्यसमा प्यारलेल लाइन मेथड जस्तै पोइन्ट ए र पोइन्ट बी बिचको एउटा अर्को लाइन तानिएको छ इन्टरपोलेट गरेर। अब क्यारेक्टरिस्टिक्स अफ कन्टुर। यो यसबाट एमसिक्यूमा पनि सेकेन्ड पेपरमा पनि धेरै क्वेसन सोधिरहेको हुन्छ। राइट द क्यारेक्टरिस्टिक्स अफ कन्टुर 5 मार्कमा सोध्ने गरिन्छ जेनरली, कहिलेकाहीँ 10 मार्क्समा पनि सोध्ने गरिन्छ सेकेन्ड पेपरमा। अब यसको क्यारेक्टरिस्टिक्सहरू हेरौँ।
contour line never unite except in case of vertical cliff. vertical cliff बाहेक कन्टुर लाइनहरू कहिल्यै पनि युनाइट हुँदैन, किनभने हाम्रो त्यहाँ कन्टुर इन्टरभल गिभन हुन्छ। कन्टुर इन्टरभल जति जतिको हुन्छ त्यति त्यतिको आधारमा लाइनहरू स्पेस्ड हुन्छ, एक्सेप्ट भर्टिकल क्लिफ। भर्टिकल क्लिफमा एउटै पोइन्टमा अथवा एउटै लाइनमा गएर कन्टुरहरू युनाइट भएको हुन्छ। जस्तै हेरौँ त, माथिको फिगर एउटा भर्टिकल क्लिफ छ, सट्टै तल झरे जस्तो हुन्छ, फल जस्तो, भर्टिकल फल जस्तो। अब यस्तो सिचुएसन आइदियो भने तलको फिगरमा हेरौँ त, कन्टुर लाइन तान्दाखेरि यसरी युनाइट भएको हुन्छ। अर्को, कन्टुर लाइन नेभर क्रसेस एक्सेप्ट इन केस अफ ओभरह्याङ्गिङ क्लिफ। ओभरह्याङ्गिङ क्लिफको केस बाहेक कन्टुर लाइनहरू कहिल्यै पनि एक आपसमा क्रस हुँदैन। अथवा एउटा अर्को केस छ केभको केस। केभको केसमा पनि कन्टुर लाइनहरू क्रस भइदिन्छ। ओभरह्याङ्गिङ क्लिफ एन्ड केभ। त ओभरह्याङ्गिङ क्लिफको यो उदाहरण भयो। यस्तो फिगर ओभरह्याङ भएको छ, तलको कन्टुर पोइन्ट जहाँ हुन्छ, माथिको कन्टुर पोइन्ट, त्यही आधारमा लाइन कोर्दाखेरि एक आपसमा क्रस भएको छ। यस्तै हुन्छ केभको केसमा पनि। केभको केसमा तलको पोइन्ट्स र माथिको पोइन्ट्सहरूलाई कन्टुर लाइन तान्दाखेरि एक आपसमा क्रस हुन्छ। त्यस्तै अब हेरौँ सिरिज अफ प्यारलेल कन्टुर्स विथ इक्वल स्पेसिङ अथवा फार स्पेसिङ अथवा क्लोज स्पेसिङ भइदियो भने कस्तो कस्तो प्लेन्सहरू हुन्छ, कस्तो कस्तो स्लोपहरू हुन्छ। सिरिज अफ प्यारलेल कन्टुर्स विथ इक्वल स्पेसिङ भयो भने युनिफर्म स्लोप मान्ने, फार स्पेसिङ भयो भने जेन्टल स्लोप मान्ने, क्लोज स्पेसिङ भयो भने स्टिप स्लोप मान्ने। त्यस्तै सिरिज अफ स्ट्रेट प्यारलेल कन्टुर भयो भने कस्तो हुन्छ कन्टुर? यहाँ फिगरमा देखाएको जस्तै प्यारलेल प्लेन छ, यसलाई कन्टुर तान्दाखेरि इक्वल स्पेसिङहरूमा एउटा देखाएको छ। त्यस्तै अब अर्को सिरिज अफ कन्टुर लाइन्स ह्याभिङ सेम कन्टुर बोथ द साइड अफ कन्टुर लाइन बट केसमा आउँछ इन्क्रिजिङ आरएल इनसाइड, अर्को केस आउँछ इन्क्रिजिङ आरएल आउटसाइड। त्यस्तो कन्टुरहरूलाई कस्तो फिचरको रूपमा देखिन्छ त्यो हेरौँ। सिरिज अफ कन्टुर लाइन पासिङ सेम कन्टुर बोथ साइड्स अफ अ कन्टुर लाइन बट इन्क्रिजिङ आरएल इनसाइड। इनसाइडमा आरएलहरू इन्क्रिज हुँदैछ भने रिज लाइनको केस आउन जान्छ। इन्क्रिजिङ आरएल आउटसाइड भयो भने भ्याली लाइनको केस हुन जान्छ। यो पनि एमसिक्यूमा सोधिरहेको हुन्छ, नोट गरिराखौँ है। अब सिरिज अफ क्लोज्ड सर्कुलर कन्टुर बट क्लोज कन्टुर सर्कुलर कन्टुर छ तर आरएलको भ्यालु इनसाइडतिर इन्क्रिज हुँदैछ भने त्यो कस्तो केसमा हुन्छ? हिलको केसमा हुन्छ। इन्क्रिजिङ आरएल आउटसाइड भयो भने कस्तो केसमा हुन्छ? डिप्रेसन अथवा पोन्डको केसमा हुन्छ। अब अर्को पोइन्ट के छ भने कन्टुर लाइन सुड नट क्रस हार्ड डिटेल्स। हार्ड डिटेल्सहरू भइदियो भने कन्टुर लाइन कहिले पनि क्रस हुँदैन। त्यो कस्तो सिचुएसनमा आउन जान्छ? हार्ड डिटेल भनेको जस्तै रोड भयो, बिल्डिङ भयो, टेम्पल भयो, यिनीहरूको फिचर्स देखाउनु पर्यो भने कन्टुर लाइनले कहिले पनि क्रस हुँदैन। अब सम फिचर्सहरू अर्को पार्टमा हामी गरौँला।